साथीहरु वेलकम ब्याक टु माई च्यानल। आइएफ सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ हामीले खानासाना खाएर टक्क समोसा बनाउन त ल भन्ने सल्लाह भएर सबैको सल्लाह भएर समोसा बनाउन लागेको छौं। र सुरुमा आलु यता आदि छिलेको छ, आदि चाहिँ यतिकै छ। यता मटर, केरा सेरा, यता प्याज खुर्सानी सबै छ साथीहरु। पछि म आलु छिल्नु पर्यो। म हजुर नबोल्दाखेरि म एकदम सजिलो तरिका आलु छिल्ने देख्न सक्नुहुन्छ। कस्तो चम्चले अनि राखेर स्वयं तानो। आलु छिल्ने मिसिनी चाहिन्न, पैसा नि खर्च हुन्न, दुईटा काम हुन्छ। खाना नि भयो, आलु पनि छिल्न भयो, कति मजा। ल हेर्नु एकैछिन भयो नि त, हात पनि पोल्दैन है, यो नङ पनि पोल्दैन। लाएर यस्तो अरसे आनन्दै 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 समोसा बनाउने कार्यक्रम भएको छ। हामी भर्खरै खान्छौँ, खाएर दिदी यहाँ भाडामा चाहिँ हुनुहुन्छ। अस्ति मैले यहाँ उसको के अरे यिनले भिडियो बनाउँदै सब्स्क्राइब एकदम सजिलो हुन्छ। रेसिपी हो यो समोसा बनाउने रेसिपी भिडियो चाहिँ यिनमा पाउँछ। तिम्रो यो च्यानलको नाम भन्दै त 10 बिन एफएफ अश्विन सुनार। 10 बिन एफएफ अश्विन सुनार दुईटा च्यानल छ। दुईटा एउटा अश्विन सुनार हाने आउँछ। ए अश्विन सुनार सिको च्यानल आउँछ गाइस। अनि त्यसमा देखेर तपाईहरुले रेसिपी सिक्न सक्नुहुनेछ। त्यही हो। र लाइक कमेन्ट सब्स्क्राइब पनि गरिदिनु होला। मेरोमा पनि उता मात्र माया नगर्नुस्, मलाई नि चाहियो। ट्याग क्यामेरा राखेर हैन सो हाम्रो चाहिँ यहाँ सबै सामानहरु आइसकेको छ। कस्तो भयो मटर? यता मटर त म स्ट्यान्ड मात्र लटिक छ। केन त नि काम चलाउने पर्यो। अब चाहिँ समोसा बनाउने कार्यक्रम हुँदैछ। अब चाहिँ मैले पनि अब चाहिँ यो छिल्का चाहिँ एकदम सजिलो के ठुलो ठुलो हुन्छ टक्क लाएर। त्यसपछि अब सबै कटिङ सटिङ गर्नुपर्ने कुरा यो फालेर आउनु पर्यो। त्यति खुसी आउँदैन तर सबै आउँदै रहेछ। सबै टिकटकको भरा म पनि भिडियो डाउनलोड राखेछु। हो टिकटकमा चाहिँ रेसिपी भिडियो त अब बनाइसकेका छौं हामीले। यता मम्मीले चाहिँ भाँडा धुदै, यता दाइ। त अब हामीले यहाँ आलुलाई हाल्दिउँ। ओए हेर्नु त, हो यसलाई छ नि तातो पानीमा भुत लाएर। ल बसन्ती खा। बसन्तीले चाहिँ चिल छाको दियोस्। मजा छ यही बनाउने। यो यस्तो फोहोर हरेछ। म अलि दिन यसो बजार गएको घर यहाँ रथा लिङ्गे हेरेछ। के भन्ने हो के भन्नु भन। टक्क छ यही छ यो भ्यू। धेरै पछि मैले भिडियो हालेको छु नि त, त्यही भएर अलि बोल्न पनि एकदम कस्तो कम्फर्टेबल भइरहेको छैन मलाई। त्यही पनि बुझेर हेर्नु। म चाहिँ अब आलु बनाएँ, अब प्याज कटिङ गर्छु टक्क लाएर। तपाईले देख्न सक्नुहुनेछ। देखिएको होला हैन? देखिएछ देखिएछ देखिएछ। ओइ कलाएर सिधै यहाँ राख्नु पर्यो हामीले। अनि तपाईको चक्कु के एक्लै बस्छस्? बस्नुहुन्छ तपाईहरु पनि सँगसँगै काम हो। यहाँ चाहिँ अब हामीले चक्कु यहाँ चाहिँ हामीले बाहिर फोन आयो कि कसो हो? गीत बजेको। यहाँ चाहिँ हाम्रो रुम टक्क लाएर। ओए यहाँ भाइ थियो त कहाँ हो यो? यता अर्की बसन्ती पनि छन् टक्क लाएर बसेछन्। बसन्ती बसन्ती नै बसन्ती, हाम्रो घरैभरि बसन्ती मात्र हुन्। यता अर्की बसन्ती, उता गोठा बसन्ती, यता आँगना बसन्ती। यस्तो हेर्नुस् अब टक्क लाएर म प्याज कटिङ गर्छु। तपाईले यही भिडियोबाट समोसा बनाउने सिम्पल तरिकाको रेसिपी पनि हुन्छ। तपाईले घरमै बनाउन सक्नुहुन्छ। सजिलै बनाउन सक्नुहुनेछ। फेरि गाना ढुक्क कान्डाएको छ साथीहरु। ढक्क लाएर गीतको तालमा कपिराइट हाल्ने जस्तो लागिरहेको छ। त्यही होला।
फाल्दिनुलाई एकछिन ल अहिले भाइ त खेल्दै बस्छ हेलो गाइज हेर्न सक्नुहुन्छ अश्विनको कडा खालको रेसिपी देखाउनु न यसो अर्डर यस्तो काटेको प्याज कटिङ गरेको देखाउनु न कस्तो अनक्लियर आएको यार के हुन्न ल एज यु क्यान सी गाइज हाम्रो यो कटिङ बोर्ड सफा त गर्यौ नि ल यसरी कटिङ गर्नुपर्ने छ सबै कुराहरू कटिङ गर्ने बेलामा चाहिँ हेरौँ ल है त खुर्सानी बनाउँदैछु भ्याइएछ के धुलो खुर्सानी भ्याइएछ धुलो खुर्सानी भ्याइएछ सबै भ्याएर अहिले तत्कालीन बनाउँदा अलि रेसिपी पुगेन अर्को नेक्स्ट भिडियोमा चाहिँ नि मैले अरू रेसिपी यही हो एकदम राम्रो भइरहेको भ्लग पनि जे सपोर्ट गरिराख्नुपर्छ होइन सपोर्ट गरिराख्नु ल मलाई चिनेछ ल साँच्चै कटिङ गरौँ ल खुर्सानी हाल्ने रहेछ दामी है तरिकाले किन पैसा फाल्ने हो अनि उताबाट चाहिँ मेरो भ्लग चलिरहेछ मेरो भ्लगको नाम चाहिँ गोराडी फ्लाइ GRF भ्लग त्यसमा तपाईँहरू सब्सक्राइब गर्न सक्नुहुन्छ त्यसमा चाहिँ मेरो 600 कम्प्लिट भइसकेको छ र अझै 1K को टार्गेटमा छु र 1K चाहिँ चाँडै पुऱ्याइदिनु होला है त ल अर्को च्यानल यो चाहिँ यसमा चाहिँ सब्सक्राइब चाहिँ गर्न पर्दैन हेर्न सक्नुहुन्छ यता दाइले चाहिँ मेरो भ्लगमा चाहिँ भ्लगिङ गर्दै हुनुहुन्छ होइन सो के भन्नु छ तिमीलाई खुर्सानी भाइ मैले चाहिँ अहिले आलु काट्दैछु उसानेको पनि राम्रोसित पाकिन्छ बेसी कहाँ हुन्छ आफ्नो तात्ती तात्यो नि त ल म तात्तिएकै छु अभिनयबाट घाममा कलाएर रेसिपी चाहिँ एकदम कडा बनाउनु पर्ने हुन्छ तिमी देखेकै हैनौ कि यहाँ पुर्याउँदै रह क्यामेरा कति फोर बनाएको हुन्छ नि राम्रो थियो त पहिला त पहिलेबाट यस्तै त थियो नि सानो भिडियो भिडियो भइरहेको के ल क्यामेरा स्यामेरा ह्यान्ड टेन बनाउनु पर्ने लाइभ देखियो नि भिडियोमा देखिएको कि होइन देखिएको त छैन किनकि क्यामेरा मेरो पेटतिर हाल है तिमी त के चलेको मेकअप हो यार बालेन भाइ यस्तो मजाले भइसक्यो यहाँ लाल मिर्च त्यहाँ खेला गयो हो खाना पनि पर्छ कलाएर हामी चाहिँ आलु अहिले कटिङ गरिदिएको छौँ राम्रोसित पाकिन्छ त्यस्तो कारण चाहिँ अलि झ्याउ हो तपाईँहरूले चाहिँ अलि मजाले पकाउनु होला यो त्यो समयसम्म लागेको मिसाइदिनु खत्तम अब चाहिँ कान्छो भाइले बनाउँछ अलि पछि धेरै होइन 2-3 वर्षपछि चाहिँ भाइले मेरो क्यामेराम्यान भएर पछि हिँड्छ 4 खुट्टा टेकेरै भयो नि त्यति बेलसम्म प्रतीक्षा गर्नु होला तपाईँहरूले अहिले चाहिँ यस्तै छ आलु उसान सकेन भएर नाङ्गै छ पत्लुङ ला होइन यत्रो टोटा कत्रो बना यो त भिडियोमा देखिएन कहाँ हो अपलोड टक्क मैले चाहिँ धेरै पछि हो कि यो भिडियो अपलोड गरेको मैले स्कुलको पनि भिडियो बनाएको थिएँ त्यो चाहिँ अलि धेरै मान्छे भएको ठाउँमा अलि राम्रो हुन्न नि त भिडियो त्यो कारण चाहिँ अलि भएन त्यो भिडियो पनि छिटै आउनेछ अर्को वर्षको आउनेछ ढुक्क बस्नुहोस् 82 सालको आउनेछ चाहिँ आलु राम्रोसँग नपाकेको कारण मैले दुःख गर्न पर्यो अहिले चाहिँ तेलमा फ्राई हुँदाखेरि चाहिँ छिटै पाक्छ हो दाइ तेल तताउनु न तेल ल्याउनु न त्यो दिउरीमा तताउनु न ज्वाइन यहाँ पार्नु चाहिँ दाइले मैले तेल तताउनु लागेको छु त कलर हाम्रो चाहिँ यहाँ समस्यालाई किमै भनौँ न होइन किमै भनिदिउँ न के हो त नि किमा भन्दैमा किमै हो कि सायद भन्ने पनि त्यस्तो लाग्यो तेल त्यहाँ हेरौँ त्यो कित्ली जस्तो बसन्ती चाहिँ उता चिलमा यता छेउतिर बस आइस आइस यो क्यामेरा मलाई भयो छैन के बिचमा म देखेर हुन्छ एकैतास बोलेको मात्र हो नि अलि ठडै त
फेरि एउटा पाखे आएर बिगार टक्कलार गयो सर्नु नि एउटा पाखेले फेरि साथीहरू किमै होइन किमै भनेको है अलि पछि धेरै होइन वैशाखतिर चाहिँ मैले टक्का लाएर मोमै बनाउँछु वैशाख 1 गते मैले मोमो बनाएको भिडियो हाल्नेछु रेसिपी बनाएर टक्का सर्नुहोस् बस्नुहोस् धनिया सनिया केही छैन तत्काल बनाउने भनेर बनाउनु लाग्यो बेलुकातिर चाहिँ आउँछ भिडियो गर्नुहोस् गर्नुहोस् दाहरू चाहिँ अहिले पोखरा जाने अरे नि त त्यही भएर त्यही हो चाहना हो मेरो हातको समोसा खुवाएर पठाइदिनु नि त लटक्क लाएर मैले बनाएको मेरो सोचले हो मैले चाहिँ नाम चेन्ज गरिदिउँ कि जस्तो लाग्छ कि युट्युबमा अश्विन सुनार मात्र राख्नुपर्छ जस्तो कि अनिल सुनार अश्विन सुनार भनेर के त द अश्विन FFX के राख्नु झन्झट लाग्यो लास्ट ब्लग भिडियो भइरह गाइस मलाई हेर्न सक्नुहुन्छ दिस इज ह्यान्डसम बोय अनि अश्विन अनि यसले बनाउँदा चाहिँ कस्तो कस्तो अप्ठ्यारो भइरहेको कि सजिलो भइरहेको आलु राम्रोसँग नउसनेर अलि गाह्रै लाग्यो किनकि हातले मेचा बिचमा कति हुन्छ अलि चक्कुले त्यो हातले ताली घिम्न नि हुन्छ कि ओकेन खतरा गर्दै नि आई तिमीले ए पोख्यो होइन लोका दिदीले भनिदिन्छु रोका म त भन्दिनै हो सम्म डालुङ्गा छातीले मार यो गुल्टी चाहिँ बेलालाई यस्तो भइरहेको छ होइन भइरहेको छ मलाई सधैँको कुक होइन गोटोहरू आएर त आहा लुकिहाल्छ नि फेरि तपाईँ हामीले बसन्ती छन् अनि बसन्ती लड्दा मेरो खुट्टी पोलो सो अरू केही स्पेसल आज स्पेसल दिन चाहिँ के हो के स्पेसल दिन आज यस्तो बनाएर खाना पर्ने स्पेसल त्यस्तो केही होइन तिमीहरू जाँदैछन् त त्यही खुसी भएर हामी जाने भनेर यिनीहरू चाहिँ होइन खुसी चाहिँ गर्नु हुँदैन कि किनकि लोका तिमी पोखरा चामल पोखरा त मेरो टोइलेट जस्तो म आइरहेको छु मेरो आलिसान पोखरा पनि खाने होइन ठिक छ ल यसरी नै हाल्न सक्नुहुन्छ हाम्रो अश्विनको भैँसी ठ्याक्क अश्विन जस्तो दाइहरू चाहिँ यतातिर चाहिँ यस्तो गर्दै हुन्छ अनि यहाँ चाहिँ चुलोमा टक्का लाएर हाम्रो क्यान्टिन यस्तो के राम्रोसँग बोल नि के बोल्यो यस्तो यहाँ तिमी सो यही नै हो हाम्रो अश्विनको घर टक्का लाएर हेर्न सक्नुहुन्छ हाम्रो 18 लडको टक्का लाएर बाल खतरा नि फेरि बाइक मेरो बाइक त हो सो के थाहा छ त्यो फोरै घुट्टिएर खायो यार छि बोल्नु नबोला कि ल बनाऊ अब छिटो बनाउन नलडिकन बनाऊ टक्कलार जिरा हाल्नुपर्ने हुन्छ मसला वाउ भाइको यो पुरा रेसिपी भिडियो आउँदैछ गाइज होइन तपाईँहरूले चाहिँ उनको अश्विन सुनार भन्ने भ्लगमा गएर चाहिँ पुरा रेसिपी भिडियो हेर्न सक्नुहुन्छ र भाइको पनि स्ट्रगल यस्तो हुँदैछ गएर सपोर्ट गरिदिनु होला सबैजनाले तपाईँको रेसिपी चाहनुहुन्छ ठ्याक्क त्यस्तै कमेन्ट गरिदिनुहोस् म छु के भाइ यता भन कि म छु के कमेन्ट गरिदिनुहोस् त म छु नि कस्तो अँध्यारा गरेर नि क्यामेरा यसो ल ठिक छ हाम्रो चाहिँ हुँदैछ अब यही जिरा मात्र हाल्ने कि अरू हाल्ने हो चाहिँ मसला अलिकति रेडी हुँदैछ है अब यसमा मटर हाल्नुपर्ने हुन्छ नुन हाल्नुपर्ने हुन्छ केसर कलर ठिक छ तेल बसाल्नु लाइभ रस हाल्ने हो क्या हजुर लाइभ रस हाल्दिनु न त यही हो आर्टिस्ट ल हाम्रो भित्र रोटीहरू रेडी छ जिनिस त अर्को चोटि आउँछ सो यो चाहिँ हाम्रो के गयो नुन हाम्रो चाहिँ यो नुन गयो अब हामीले यहाँ बेसन बेसन चाहिँ पोइन्ट हुन्छ नि हेर हामीले चम्चो मिठाईको एकदम प्रयोग गर्छौँ कि सबै चिजको
आहा हाम्रो बेसार भयो बाइकको भिडियो हुँदैछ टक्क लाएर अनि मटर अब चाहिँ हाम्रो मटर जान्छ यहाँबाट टक्क लाएर देख्न सक्नुहुन्छ भाइ बाबु बिस्तारै हाल्नु नि के स्टाइल चाहियो खोइ तेलको पोका कहाँ खाना त सब त्यहाँ भित्र हेर्नु न ओके। सबै हालिसकेका छौँ अब चाहिँ हामीले तेलको पोका कहाँ खाना न टक्क रेडी यहाँ ऱ्याक भित्र हेर्नु न तल सो अब त्यसले मोल्न पर्ने होइन हातमा हाल्नु अब मैले हातमा हाल्नु सोचेको ठिक छ ल राम्रो गर्यो के पोखिन्छ नि यो चाहिँ तपाईँहरूले सजिलै रेसिपी एकदम घरमै धेरै खर्च पनि नगरिकन घरमै भएको सामानबाट सजिलै बनाउन सक्नुहुन्छ यो रेसिपी चाहिँ त्यो कारण साथीहरू साथ दिनु होला अन्तिमसम्म भिडियो हेर्नु होला कस्तो हुन्छ हामीले तपाईँलाई टेस्ट पनि गरेर बताउनेछौँ इन्डिङसम्म हेर्नु होला अहिले चाहिँ हामीले अब यो देख्नुभयो नि के हाल्यो बुझ्नुभयो होला नबुझे दोहोऱ्याएर हेर्नु होला दुईचोटि चाहिँ हेर्नु होला भिडियो अहिले चाहिँ भिडियो एकछिनलाई बन्द गरौँ अहिले ठ्याक्क बनाएको पनि बनाउनु ल हाम्रो चाहिँ यो रेसिपी अलिकति भने तयार भइसकेको छ त्यो पनि अझै मोलाम होइन घि पिक्क पोखेर अनि फेरि हेरेको लास्टमा हेर्न सक्नुहुन्छ यहाँ मैले के हालेको छु त्यो सबै तपाईँले देखिसक्नु भएको छ यता चाहिँ हामीले के हुँदैछ है त्यो हेरौँ यता चाहिँ हाम्रो तेल टक्क लाएर तेल बसाल्दै हुन्छ दाइले होइन अनि अल्सो मैले तपाईँहरूलाई एउटा सरप्राइज दिन चाहन्छु कि सरप्राइज हुन्छ नि सरप्राइज सरको प्राइज हुन्छ नि हो त्यो दिन चाहन्छु कि त्यो के हो भन्दाखेरि अर्चन नि हो त्यस्तो ल भिडियो हेरेर बोला ओए के हो भनेको सम आफैसँग यो चाहिँ तपाईँलाई ढोगेको कि यसले बुझ्नुभयो नि आफूभन्दा ठुलो सम्मान दिनुपर्छ भने ढोगेको यता चाहिँ देखेर एकदम मजा छ उहाँले केही बनाउन नपर्ने आनन्द टक्क लाएर समाचार राम्रो होइदियोस् भन्नु हेर्नु त लाइक कमेन्ट सब्सक्राइब गर्न भनेको यति सानो बच्चाले भनेको नि मान्नु न त ल बाई बाई ल चोख पनि खायो यसले त चोख पनि खाइसक्यो दिनका दिन चोखो पनि खान्छ उस्तो गएर नि यो गिजैबाट दाँत देखिन्छ उसको हामीले चाहिँ अब टक्क लाएर नुन बेसार भित्र लैजाउँ अनि तपाईँले रेसिपी भिडियोमा नि के यताउता अऱ्यो होला यस्तो लाग्यो होला तपाईँहरूले चाहिँ मैले बुझ्नु यो फालिदिनु न यार के काम त गरौँ ल अनि चाहिँ हामीले बिहान ओसर सामानहरू ल्याउँदाखेरि के भयो भन्दाखेरि हुँदै हुने नहुने चिज भयो के साइलेन्सरले च्वाट्टै पोल्यो नि खुट्टा अहिले यहाँ खचङ गर्न त यति मिस्टेकली साथीहरू यति मिस्टेकली चाहिँ भित्र लिएर जानु पर्यो अब यति मिस्टेकली भयो टक्क लाएर चिनी तपाईँहरूलाई गाउँमा भएर ल घिउसु हेनतेन यस्तो चाहिन्छ भने पनि घिउ कसरी बनाउँछन् यस्तो भन्नु चाहनुहुन्छ भने नि हेर्न सक्नुहुन्छ यसमा घिउ छ यसमा घिउ छ यसमा घिउ छ यसमा घिउ छ त्यसमा घिउ छ पर पनि यसमा घिउ छ धेरै नभए नि यहाँ टन्नै नि घिउ छ मोबाइल हामी चाहिँ अब यसलाई बाहिर लानु पर्ने हुन्छ साथीहरू टक्क लाएर अब चाहिँ क्यामेरामा ए अँ है क्यामेराम्यान भाइ टक्क ल्याउनु सो त्यो उनी चाहिँ उता गइरहेको छ ए आइसकेको छु क्या हो कि तिमीले सो हेर्न सक्नुहुन्छ यिनले मटन बनाएको रहेँ आम्मा खतरा बनाएको कि मटन फेरि अनि पट्टि अब चाहिँ मैले बेलुकी हो चाहिँ अब चाहिँ एकछिनलाई भिडियो बन्द त ओके गाइस अहिले चाहिँ समोसा बनाइसकेको छन् हाम्रो यता ग्रेभी पनि छ यता बनाइराखेका छन् टक्क लाएर यता हेरेर बसेका छन् यता दुईजना हेरेर यता चाहिँ भिडियो बनाउँदै हिँडेका छन् अब हामीले चाहिँ
यस्तो अठाएको चिप्लिएको यो हात चिल्लो लाग्थ्यो मेरो ल गाइस चिल्लो हात यो थियो चाहिँ हाम्रो समस्याहरू कुखुराले लिएर हेर्नु त आइयोस् लम्च अश्विनको खाना लगाएको चाउको हेरेको हेरे पारेको यसले म तैँले कहाँ धेरै भयो 2-3 वर्ष गर्न बनाएको त्यहाँ भुलेकै मैले बनाउने मैले 5 स्टार होटलमा काम गरेको नि त अनि त्यही भएर त्यहाँ बनाउँदाखेरि यस्तो टक्क जाने थियो नि त अनि त्यही अनुसार बनाइदिनु न त घरमा अनि मेरो सोच थियो टक्क लागेर पुरी बनाउने अनि यस्तरी हाल्ने तपाईँको हामीले यस्तरी हाल्नुपर्ने हुन्छ त्यो अठाउनुहोस् अलिकति थप्थेँ मैले तपाईँले पनि थप्न सक्नुहुन्छ टक्क लाएर यस्तो अनि ल त्यस्तो भिडियो हुन्छ भयो अनि हामीले यसलाई तर्ने टक्क लाएर मलाई यस्तै यो हातले गर्दा अप्ठ्यारो भयो डोसा बनाउन लागेका तिमीले इडली डोसा साम्बार इडली डोसा चटनी यस्तो अनि त्यसपछि तपाईँको हामीले होइन यस्तो थुनिनु पर्ने हुन्छ अनि गरेर पुग्छ यता आर्दा पनि हामीले फेरि होइन धेरै भयो मैले बनाउन छोडेको गाह्रो हुन्छ उहाँ मैले होटेलमा काम गर्दा यस्तो खतरा भने म जस्तो बनाउने कुनै थिएन अहिले चाहिँ मैले भुलिन्छु यस्तो समस्या छ कि आगो ढुङ्गो जस्तै यो चाहिँ अहिले नयाँ चलेको कि चलेको यो अहिले चलेको सँगै नै हो म त यताबाट टेस्ट गर्दैछु ल यो सिका हाक्नु भन्ला टक्क लाएर हाम्रो चाहिँ समोसा यस्तो कलर हानिरहेको छ टक्क लाएर यहाँ पनि पकाउँदै टक्क लाएर कलर पनि यता राम्रो हेर्दा आएको छ साथीहरू हेर्न सक्नुहुन्छ म चलाउँछु एकलर ओ माई गड एकदम खतरा स्पेयर्स भइरहेको छ एकदम टक्क लाएर अघिनेबाट मैले बनाइरहेको छु सेप बनाउने हेर्नु केही जान्नु कि दाइले त्यही भएर नि पाएको दाइ यो तारा तेल तारा ओके उल्टाएर भित्र टाँसा हो त्यसरी अझ टाँसा टपक्क कपडा लाउँछ भाइभन्दा गाइस यहाँनिर चाहिँ यतिको बवाल बनाइसकेको छ नि भाइले सेफ्टी फर्स्ट है गाइस है सेफ्टी फर्स्ट त फुटेको फुट्यो यार बिस्तारै फुट्यो लै नै हाल्छ साइड साइडमा हटाउँछ ल छिटो हालिदिने अब ल ठिक छ गाइस यहाँ मोबाइल गीत बजिरहेको कपडा डाउन भाइले बिचरा अब अहिले हामीले बनाइसकेको टक्क लाएर समोसा सम्बुसा कतारमा सम्बुसा हाम्रो चाहिँ खान्न नि पानी अनि यार तिम्रो मेरो चाहिँ दाइ आउनु टक्कला साथीहरू हामी चाहिँ समोसा बनाइसकेका छौँ तपाईँहरूले नि घरै टेस्ट गरेर बनाएर एकचोटि चेक गर्नु होला भने चाहिँ चटनी भएन
एकदम मिठो भइसकेको छ म टाइम पनि सक्यो तपाईहरु पनि घर ट्राई गर्नु होला एकचोटि कसलाई भिडियो प्रतिक्रिया दिनु होला ल यति भन्दै म भिडियो पनि यतै अन्त गर्न चाहन्छु अन्त गर्न चाहन्छु दाइहरु अब हिँड्नु चिनिराख्नु यहाँ चाहिँ हाम्रो नेपालको मोस्ट वान्टेड क्रिमिनल इन द वर्ल्ड यता फेरि सानोतिर चाहिँ पकेट मार ल यति भन्दै अब भिडियो पनि यतै अन्त गरौँ के कस्तो लाग्यो भिडियो प्रतिक्रिया दिन नभुल्नु होला लाइक कमेन्ट सब्स्क्राइब गर्न नभुल्नु होला यति भन्दै भिडियो अन्त गर्न चाहन्छु हस्त धन्यवाद